ओम नमो नारायण। हजुरहरू सन्चो सुस्तै हुनुहुन्छ होला। यत्तिकै सन्चो सुस्त बस्नुहोस्। भगवान् भोलेनाथ र माता पार्वतीको आशीर्वाद सदा हजुरहरूमाथि बनिरहोस् है। र जीवनमा नि कोही सिधा सादा मान्छे छन् भने उसलाई हेला गर्नु हुँदैन। उसको साथ भगवान्ले दिइरहेको हुन्छ, तर भगवान्माथि आस्था र विश्वास हुनुपर्छ हैन। अटुट विश्वास छ भने भगवान्ले त्यो विश्वासलाई कहिले पनि तोड्नु हुँदैन। त्यही विषयमा सुन्नुहोस् एउटा कथा। एउटा गाउँमा गरिब परिवार थिए हैन। उसको नाम थियो सुरज। सुरजको एउटा परिवार थियो। ऊ चाहिँ सिधा सादा, यति सिधा सादा, जस्तो कमाउने त्यस्तै खाने, अरूले जे भने त्यही मान्ने र गाउँको मान्छेले उसको फाइदा उठाउने। ऊ त सोझो, अनि उसलाई धेरै काम लगाउने, कम्ती मात्रामा पैसा दिने। तर राजु त्यसमै खुसी हुने र सधैँ भगवान्को मन्दिरमा जाने, भगवान्लाई आराधना गर्ने, शिव शङ्कर भोले बाबालाई मान्ने हो। सधैँ शिवलिङमा पानी चढाउने, फुल चढाउने। उसकोमा बेसी केही त थिएन, तर फुल पानी चाहिँ अवश्य चढाउने र भगवान्लाई सधैँ प्रार्थना गर्ने, बिहान बेलुका प्रार्थना गर्ने अनि धन्यवाद दिएर आफ्नो काम सुरु गर्ने। अनि उसको श्रीमतीले भन्थे, तपाईँलाई त मान्छेले सोझो पाएर काम गराउँछन्, पैसा कम्ती दिन्छन्, अलिकति झगडा गर्ने गर न भन्दाखेरि, होइन म शिव शङ्कर भोलेनाथको शिष्य हो। मेरो अरूले मलाई जे जसो भने पनि भोले बाबाले मलाई सहायता गर्नुहुन्छ। उहाँ मेरो बाबा हुनुहुन्छ नि, उहाँले सबै हेरिराख्नु भएको छ। गरौँ न, संसारको मान्छेले मलाई जस्तो जे गरे पनि मेरो हात खुट्टा सही सलामत छ हैन। म जति सक्छु खट्छु र मेरो परिवारलाई सुखमा राख्न कोसिस गर्छु भनेर यो सोच राख्ने। सोच चाहिँ धेरै राम्रो। अन्त एक दिन के भयो भने गाउँको एकजना मान्छेले बोलाए, काम लगायो। 3 जना भएर दिनभरि काम खटाए उसलाई। दिनभरि काम खटाए। अन्तिम समयमा जब हाजिरा लिनु गयो, त्यति बेला के भन्यो भने, के को हाजिरा? तैँले यहाँ काम गरिस्, अब घर जा। तँलाई त एकैताल बोलाउँदा आइहालेको थिइस् त। अन्त हामीले त अरू उयोलाई बोलाएको, काम गर्नेलाई बोलाएको, त पनि साथमा आइहालिस्, गरिहालिस्, अब घर जा भन्यो। होइन, मलाई हाजिरा दिनुहोस्, आज मलाई घरमा खानाकुरो केही छैन, मलाई आफ्नो परिवारमा खाना दिनु छ भन्दाखेरि, तबे बढ्ता बोल्छिस् भनेर 3 जना केटाहरू मिलेर उसलाई गोद्यो पनि। मजाले पिट्यो। पिट्दाखेरि उसलाई चोट लाग्यो, टाउकोमा चोट लाग्यो, हातमा चोट लाग्यो, जिउमा चोट लाग्यो, तर उसले केही भन्नु सकेनन्। उनीहरू 3 जना हैन, ऊ एक्लै, सुरज एक्लै, अनि त्यही माथि गरिब मान्छे, कसले पत्याउने उसको कुरा। अनि रुँदै ऊ फर्केर गएर घर जानु अगाडि मन्दिरमा पस्यो। मन्दिरमा पसेर, भोलेनाथको मन्दिरमा पसेर बाबालाई नै आफ्नो दुःख बताउन थाले। अरू कसैलाई होइन, बाबालाई आफ्नो दुःख बताउन थाले। बाबा, मैले के यस्तो गल्ती गरेको थिएँ र उनीहरूले मलाई पिट्यो हैन? मैले त यस्तो केही गल्ती गरेको छुइनँ। अब मैले काम गरेँ, उनीहरूले पैसा दिएनन्, अब म मेरो परिवारलाई कसरी खाना खुवाउनु? आज के हामी भोकै सुत्नु बाबा? भन्दै बाबालाई आफ्नो दुःख बताउँदाखेरि पछाडिबाट एउटा साधु बाबाले उसको कानमा हात राखेर यसरी बोलाउँदाखेरि साधु बाबाले सोध्यो, के भयो नानी भन्दाखेरि, मेरो परिवार भोकै छ, दिनभरिमा मैले काम गरेँ, पैसा लिनु सकिनँ, अब म परिवारलाई के खुवाउनु? आज म कसरी मेरो परिवारलाई भोकै सुताउनु भनेर म चिन्तित छु भन्दाखेरि, अनि साधु बाबाले भन्नुभयो, चिन्ता नगर नानी, चिन्ता नगर, तिमी भगवान्को मन्दिरमा आएर यसरी चिन्ता गरेर हुन्छ? भगवान्ले सहारा गरिहाल्नुहुन्छ नि भनेर भन्छ। हजुर, मलाई अटुट विश्वास छ मेरो प्रभुमाथि भनेर भन्यो। ठिकै छ त, ल्याऊ यो 1 बटुको चामल लिएर जाऊ भनेर साधु बाबाको जुन झोला थियो, झोलाबाट 1 बटुको चामल निकालिवरी उहाँ दिनुभयो। अनि सुरजले भने, बाबा यो 1 बटुको चामलले त के गर्नु, हामी 3-4 जना छौँ भन्दाखेरि, चिन्ता नगरी जाऊ न त, आजको लागि भइहाल्छ, तिमी लिएर जाऊ भन्दाखेरि अब मान्नै पर्यो। त्यति भए पनि पाएँ। अनि 1 बटुको चामल लगेर घरमा गएर दिए। श्रीमती पनि अब बुझकी हुनुहुन्थ्यो, उहाँले पनि अब कमार ल्याउनु सक्नु भएन भनेर आफ्नो श्रीमानलाई कराउनु भएन। हेर्नुभयो चोटहरू लागिरहेछ, उहाँको पुसपास गरेर दबाईहरू गरेर उहाँले खाना पकाउन थाल्नुभयो। अब जति ल्याउनु भएको छ त्यति पकाउँछु भनेर चामल त्यो भाँडामा हाल्दाखेरि 1 बटुको चामल फेरि भरियो। फेरि हाल्दाखेरि फेरि बटुको भरियो। त्यो बटुको खाली नै नहुने। अनि त्यति बेला श्रीमतीले सोध्नु भयो, होइन यो कहाँबाट ल्याउनु भयो भन्दाखेरि त मलाई त्यो बाबाले दिनुभएको। त्यो बाबा त चमत्कारी बाबा हुनुहुँदो रहेछ, उहाँनिर साधारण बाबा होइन, हेर्नुहोस् त चामल त सकिएकै छैन भन्दै जति हाल्नुहुन्छ त्यति अब त्यो बटुकोको चामल सबै भाँडाकुँडामा हालिसके, तर पनि
चामल सकिएन। अनि खुसी भएर श्रीमतीले खानाहरू पकाएर खाए त्यो रात होइन। भोलिपल्ट पनि खुसीको साथमा दिन बित्दैछ। पर्सिपल्ट पनि 3-4 दिन भइसक्यो, उनीहरूले अन्नको अभाव नै भएन। त्यति बेला उसलाई 3 दिनपछि उसलाई जसले पिटेको थियो 3जना मान्छेहरू फेरि कुद्दै आएर माफ माग्नु थाले। हामीलाई माफ गरिदेऊ, हामीलाई माफ गरिदेऊ, हामीले गल्ती गरेछौँ, तिमीलाई पिटेकोदेखि हाम्रो घरको अन्नहरू सबै सकिएर जाँदैछ भनेर भन्नु थाले है। त्यति बेला अन्त सुरजले भने, अनि मैले त केही गरेको छुइनँ भने त होइन, हाम्रो सपनामा आयो कि तिम्रो प्रति हामीले अन्याय गरेछौँ, तिमी शङ्कर भगवानको शिष्य हो, तिम्रो प्रति अन्याय गर्दाखेरि हामीलाई यो दुःख हुँदैछ, हाम्रो घरको अन्न खत्तम हुँदै जाँदैछ र हामीलाई दुःख हुँदैछ भनेर भन्दाखेरि चाहिँ अनि सुरज गएर यति सोझो त्यो बटुको लिएर उहाँलाई दिए। श्रीमतीले मना गर्दाखेरि होइन, यो उनीहरूको भागको अन्न हो, हामीले उसलाई दिनै पर्छ, हामीले यसो राख्नु हुँदैन, हामी मेहनत गरेर खानुपर्छ भनेर त्यो बटुको फर्काएर अनि फेरि ऊ काममा जान थाले। काममा जाँदाखेरि जाँदा बाटोमा फेरि त्यो बाबालाई भेट्नु भयो। बाबालाई भेट्दाखेरि चाहिँ के भयो, बाबाले भनेपछि नानी ठिकै छौ भन्दाखेरि ए बाबा तपाईँले भेट्न ढोगेर भने बाबा यस्तो भयो, तपाईँले दिनुभएको चामल हामीले धेरै दिन खायौँ, तपाईँलाई धन्यवाद छ होइन भनेर भने। अन्त राम्रो भयो त नानी, आज तर मलाई भोक लागिरहेछ हौ भन्दाखेरि ए लिनुहोस् न, मैले खाजा लिएरै आएको छु त, बस्नुहोस् खानुहोस् भनेर आफ्नो भएको खाना उहाँलाई दिनुभयो। अनि बाबाले सोध्नुभयो, आज त्यसो भए मैले खाइदियो भने तिमी भोकै हुन्छौ त भन्दै, केही बात छैन तपाईँ खानुहोस्, म काममा जान्छु भन्दाखेरि बाबाले आशीर्वाद दिनुभयो कि तिम्रो हरेक मनको इच्छाहरू पुरा होस्, तिम्रो घरमा सुख शान्ति होस्, बाबालाई तिम्रो चिताको कुराहरू पुगोस् भन्दाखेरि हजुर मेरो साथमा भोले बाबा हुनुहुन्छ, अस्ति म भोकै हुँदाखेरि उहाँले नै तपाईँलाई पठाइदिनु भएको थियो, आज पनि मलाई उहाँले सहारा गर्नुहुन्छ, कतै न कतैबाट म खाना पाइहाल्छु भनेर धन्यवाद दिनुभयो होइन। त्यति बेला साधु बाबाले अझै आशीर्वाद दिए, तिम्रो भोले बाबा तिमीप्रति एकदम प्रसन्न हुन्छन्, भन तिमी के माग्छौ भन्दाखेरि म केही माग्दिनँ, मेरो भगवानको प्रति मेरो भक्ति चाहिँ लागिरहोस् भन्दाखेरि साधु बाबाले भन्नुभयो, भगवानको प्रति तिम्रो आस्था र विश्वास यति राम्रो छ, भक्ति त लागिरहन्छ, आजदेखि तिम्रो सुखको दिन आउनेछ, तिम्रो दिन फर्केर जानेछ, तिमीले जस्तो कर्म गर्यौ कर्मको फल तिमीले पाउँछौ, किनभने आज एउटा भोकाको व्यक्तिलाई तिमीले खाना खुवायौ, मैले दिएको आशीर्वाद तिमीलाई लाग्छ, तिम्रो दिन फर्केर जान्छ, सुखको दिन आउँछ, तिम्रो परिवार पनि खुसीको साथमा जिन्दगी बिताउँछ भनेर आशीर्वाद दिएर त्यो बाबा जानुभयो। त्यसपछि सुरज जाँदा एउटा राजाले भेटे। राजाले अन्त सुरजलाई भने कि मेरोमा काम छ, तिमी गर्छौ भन्दाखेरि हजुर म गर्छु भन्दाखेरि राजाले उहाँ लगेर काम दिएर त्यहाँदेखि भने आजदेखि तिमी मेरो राजमहलमै काम गर्नु, तिम्रो परिवारलाई लिएर आऊ, यहीँ बस, यहीँ काम गर भनेर भने। त्यहाँदेखि राजमहलमा उसको परिवार लगेर गएर राजमहलमै उसको बसोबास भयो। राजाको महलमा बसेर चाहिँ काम गरेर उसको दिन फर्केर गयो। कस्तो राम्रो दिन बितेर गयो। राजा एकदम राम्रो, उसलाई सबै कुरोमा सहायता गरे, जे भन्यो त्यही दिने, राजमहलको आधा हिस्सै उसको नाम गरिदिए। त्यहाँदेखि उसको जिन्दगी सुख शान्तिले बित्न थाल्यो। अनि सुरजले भने म एउटा मन्दिर बनाउन चाहन्छु शिवको र म त्यही पूजा गर्छु। राजाले तुरन्त बनाइदिनु भयो, एउटा मन्दिर बनाइदिनु भयो र सुरज त्यहीँनेरि पूजापाठ गरेर शान्तिको साथमा जीवन बिताउन थाल्यो। यस्तो हुन्छ, मनमा हाम्रो सफा छ भने, कर्म राम्रो गऱ्यौँ भने जीवन पनि हाम्रो धेरै राम्रो बित्छ।